हजुरहरूलाई म एउटा कुरा देखाउँछु ल टक्क टक्क झर्नु पर्ने हुन्छ यस्तो गरेर यस्तो झरेपछि एउटा कस्तो दामी ठाउँ देखाइदिन्छु वाह देख्नु वेदर पोखराको लामाचुरको वेदर हो यो चाहिँ दामी टाउको फुटाल्ने अनि हाम्रो चाहिँ पाडा पसल हाम्रो दाइ बस्नुभएको छ के छ हाई आजको दिन कसरी बिताउनु भयो आजको दिन त्यही बसेर बिताइरहेछु यस्तो आराम दाइको हुनुहुन्छ अरू त के गर्ने यार व्यापार छैन अब यसरी गाना गाइरहेछु गाना सुन्ने कहिले फिल्म हेर्छु कहिले गाना सुन्छु अब कहिले चुरा त खान्छु खाना न यस्तो अनाप शनाप मत बोलिए भाभी जी को पता चला तो आपका कान खींच देंगे भर्खर के खाएको कुकुम्बर काँक्रा र गाजर खानुभयो गाजर खाए हिज अ ऱ्याबिट उहाँ चाहिँ ऱ्याबिट हुनुहुन्छ उहाँले चाहिँ भेजिटेबल्स एकदम मन पराउनुहुन्छ और उसका बाद में कति खाए आम चिउरा खाए आम चिउरा और रोटी दाल के मुझ के गम गम खाया भन्नु ओके लाइक